ओके, आज म पिङ्की फिङ्गरको एक्सर्साइज दिन गइरहेको छु। हामीले नर्मली गिटार बजाउँदाखेरि चाहिँ प्रायः सबैले यो पिङ्की फिङ्गर नचल्ने प्रब्लम फेस गरेर हुन्छ र त्यसको लागि चाहिँ हामीले केही एक्सर्साइजहरू गर्नुपर्ने हुन्छ। हामीले जुन एक्सर्साइज गऱ्यो भने चाहिँ हाम्रो यो पिङ्की फिङ्गरको चाहिँ स्ट्रेन्थ पावर बढ्छ अनि पिङ्की फिङ्गर चल्न थाल्छ। एक्सर्साइज चाहिँ यस्तो छ, 1 4 3 4 2 4 1 4 1 4 3 4 2 4 1 4। हामीले यो हरेक स्ट्रिङमा चाहिँ दुईचोटि बजाउने, जस्तै यसरी एकचोटि भयो, दुईचोटि। अब सेम सबै स्ट्रिङमा यो सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स सबै स्ट्रिङमा माथिदेखि तलसम्म त्यसरी नै बजाउँदै ल्याउने, जस्तै यसरी। तपाईँहरूले चाहिँ एकदम स्लो बजाउनु पऱ्यो, फास्ट बजाउने होइन। फास्ट पछि आफै जान्छ, तर फर्म मिल्नुपर्छ। त्यसको लागि चाहिँ हामीले एकदम स्लो बजाउनुपर्छ, जस्तै यतिको। थियो यो पिङ्की फिङ्गर एक्सर्साइज, यसको स्ट्रेन्थ बढाउने एक्सर्साइज। म भिडियोहरू हालेर नै हुन्छु, युट्युबहरूमा पनि म हालेर नै हुन्छु। तपाईँहरूले चाहिँ गएर सब्सक्राइब गरिदिनु होला र फलो गर्दै गर्नु होला। यस्तै अरू अझै लेसनहरू म दिँदै गर्छु। थ्याङ्क यू।